सङ्ख्यामा उपस्थिति जनाइदिनु भएको छ। यसलाई हामी हृदयदेखि नै नमन गर्दै हजुरहरूलाई पुनः एकचोटि स्वागत गर्दै म कार्यक्रमलाई सञ्चालन गर्न गइरहेको छु। नमस्कार। यहाँ भाषण गर्नु सजिलो रहेछ। उपस्थित दाजुभाइ तथा दिदीबहिनी भन्न नपर्ने रहेछ। उपस्थित भाइहरू मात्र हुनु रहेछ र दिदीबहिनी एकदम थोरै मात्रामा हुनुहुँदो रहेछ र थोरै मात्रामा भए पनि दिदीबहिनीहरू पनि फटाफट देख्न पाएको छु। एकदमै रमाइलो लाग्यो मलाई। अहिले तपाईँहरू सबैलाई देख्दाखेरि म इजरायलतिर प्रोग्राम गरिरहेको हो कि त्यहाँ पनि नेपालीहरू यस्तै देखिन्छ। त्यत्तिकै धेरै हलहरूमा म्याक्सिमम पुरुषहरू र तपाईँहरू जस्तै यङ मान्छेहरू, नयाँ मान्छे, ब्रान्ड न्यू मान्छे देखिन्छ त्यहाँ। र तपाईँहरूले सबभन्दा ठुलो कुरो आफ्नै देशमा बसेर आफ्नै माटोको सेवा गरिरहनु भएको छ। र मैले यसो बुझ्दाखेरि आम्दानीको हिसाबमा हेर्दाखेरि पनि जुन प्लम्बरहरूको एउटा पेसा छ, आम्दानी छ, त्यो विदेशमा गरेको आम्दानी र नेपालमा गरेको आम्दानी जोड्दाखेरि नेपालमै गरेको आम्दानीले जित्ला जस्तो छ। किनभनेदेखि यो टेक्निकली क्षेत्रमा सबैभन्दा हाई पेड टेक्निसियन भनेको प्लम्बरज्यू हो कि जस्तो लाग्छ मलाई। तपाईँहरू नै हुनुपर्छ। मेरो एकजना आफ्नै रिलेटिभ्स, एकजना साथीको छोरा थियो, अनि इन्जिनियर पढेर आएको। इन्जिनियरिङ पढ्दाखेरि अब यहाँ नेपालमा पनि धेरै पैसा खर्च होला, विदेशमा पनि पढेर आएको, त्यहाँ पनि खर्च होला। उसले 1 महिनाको जागिर खाँदाखेरि पाउने 30,000 रहेछ र प्लम्बरहरूले दिनको हुन त बढाएर भने कि घटाएर भने 4-5 हजार त डेफिनेट कमाउँछ। आउँदाखेरि सबैको रेट हुन्छ, अनि प्लम्बरहरूको रेट चाहिँ हेरेर दिनु न भन्नुहुन्छ। दिनको यति भन्ने हुँदैन, यति भन्ने कुरा पनि हुँदैन। किनभने त्यहाँ भित्र अप्ठ्यारो काम पनि हुनसक्छ। कहिलेकाहीँ अप्ठ्यारो ठाउँमा गएर बसेर काम गर्नु पनि पर्ने हुनसक्छ। तर हिसाब गर्दाखेरि हेरेर दिनुहोस् भन्दाखेरि 4-5 हजार भन्दा घडी त हेरेर दिनै मन लाग्दैन। 5 हजारकै हिसाब गर्ने हो भने पनि 5-10-50 भनेपछि 1 महिनाको 1.5 लाख रुपियाँ। इन्जिनियरको 30,000 महिनाको, प्लम्बरको 1.5 लाख रुपियाँ भनेपछि त यहाँ त कति इन्जिनियरहरूले त इन्जिनियर पढे पनि इन्जिनियरको सर्टिफिकेट फालेर प्लम्बर हुन सजिलो हुन्छ कि जस्तो लाग्छ मलाई। र इज्जतिलो काम पनि हो। किनभने टिकट चाहिँ काट्नुपर्छ, तर सो चाहिँ फ्री हो। सबैलाई दसैँसम्म म निम्ता दिन चाहन्छु, त्यसो गरेर कसो भने